हैन त आजको हाम्रो छोटो भ्रमण पनि राम्रो भयो है यसको सेन्ट पल्समा त अब हामीले यहाँ रोबी ग्राउन्ड ट्याक्सी ग्राउन्ड यो सबै ग्राउन्ड खेलेको ट्याप्सी ग्राउन्ड चाहिँ हामीले हेरेको छैन अहिले ट्याप्सी ग्राउन्ड अहिले हेर्नुपर्छ ट्याप्सी ग्राउन्ड है ट्याक्सी चाहिँ त्यहाँ हेर्नुहोस् अब यो चाहिँ तपाईँको चर्च पऱ्यो चर्च चाहिँ यो बाटो पनि तपाईँ उता गान्धी रोडको पछाडिबाट भेट जानु सक्नुहुन्छ है हेर्नुहोस् यार के दामी जग्गा तर हामी म त प्राउड फिल गर्छु क्या साथी गो रोबी ग्राउन्ड पनि आयो हो रोबी ग्राउन्ड पनि हेर्यो अब ट्याक्सी हेर्नु ल ट्याक्सी पनि त हामी फुटबल है त्यो ट्याप्सीमा पछाडि घर ए त्यो ट्याप्सीमा क्या पछाडि गोली कटेर छप्परतिर लाग्थ्यो नि कराउँथ्यो नि थाहा छ तँलाई है यो चाहिँ तपाईँको भुटानको गुम्बा हो यो चाहिँ है भुटानको उसको गुम्बा हो यो भुटनिस गुम्बा दामी छ पारि तुङसुङहरू देख्नुहुँदैछ तपाईँले यहाँ ल त अब हामी ए हुन्थ्यो नि हौ आमा छैन नि सकिन अब त्यो ग्राउन्डमा अब ग्राउन्ड हेर्नु छैन नि त हौ अब हो के गर्नु ग्राउन्डै दिँदैन नि त आजकल त त्यो छ नि त हौ त्यत्रो पब्लिक ग्राउन्ड को छ अब पहिला त दिन्थ्यो होइन हुन त अब हामीलाई के छ भने त ग्राउन्ड पनि दिन्थ्यो होला तर पनि अब फाल्टो उपत्र गर्ने मान्छेहरू आउँथ्यो त्यही भएर दिनु छोड्यो नि त है त्यो त अब कहाँ दिन्छ स्कुलले पनि दिँदैन नि होइन कहाँ दिन्छ दिँदैन नि त्यो त त्यो आफ्नो गल्तीले हामीले कतिवटा चिज चाहिँ खोएको छ क्या है नभए त राम्रै गेम्स खालि खेल्नु हो भने त स्कुलले दिन्छ नि किन दिँदैन है त्यही त ल यहाँ अब हामी यहाँनिर र अब चाहिँ हामी यहाँ ट्याप्सी ग्राउन्ड है हाम्रो सानो हुँदाको खेल्ने ग्राउन्डको भ्रममा हेर्नुहोस् अब यो ट्याङ्की पानीको ट्याङ्की हो माथि यो ट्याप्सी ग्राउन्ड ल आयो हामी ट्याप्सी ग्राउन्डमा ट्याप्सी ग्राउन्ड हेर आमामा है यो ग्राउन्डले धेरै प्लेयर्सहरू जन्मायो होइन के कसो पुरा जन्माइने हो अब अहिले त यस्तो यस्तो बार लगाएको छ हरियो हो गोली नकटोस् भनेर लगाइदिएको छ हो यहाँ बस्थ्यो हामी यो चौरमा बसेर चाहिँ हामीले हेर्थ्यौँ अनि क्रिकेट खेल्दाखेरि चाहिँ यहाँ हाने चाहिँ चौका हुन्थ्यो यहाँ ट्याङ्की काटेर चाहिँ सिक्सर हुन्थ्यो होइन तर फुटबल नै हामी यहाँ खेल्थ्यौँ यहाँ है यहाँ चौरहरू थियो सबै चौर थियो अहिले पनि रहेछ है ट्याप्सी पनि यस्तो रहेछ मजा लाग्यो खुसी लाग्यो अरू के भन्नु छ त्यो ट्याप्सी विषयमा है विन्टरमा है यो टाइममा त कस्तो प्याक्ट हुन्छ है हेर्नु ल त अब हामी आज ट्याप्सीको भ्रमण सक्यो सायद तपाईँहरूलाई पनि केही मेमोरिज छ भने यसो सेयर गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् होइन ट्याप्सी ग्राउन्डको के तपाईँहरूलाई मेमोरिज छ सेयर द मेमोरिज ओभर हियर ल त अब हामी लाग्यौँ आज हाम्रो सेन्ट पल्सको छोटो भ्रमण सकेर अब हामी आफ्नो घर दार्जिलिङ चौरस्ता लाग्दैछौँ हामी अब गएर चौरस्तामा गएर हामी यसो एक ग्लास चिया खाएर हामी छुट्टिनेछौँ फेरि अब हामी 1-2 दिन बाद कुन चाहिँ जग्गाको लोकेसन हुन्छ हामी त्यहाँको तपाईँलाई ब्लग गर्नेछौँ है र आशा छ तपाईँहरूले मन पराइदिनुहुन्छ भनेर होइन के कसो है ल त हेरिदिनुहोस् खालि भन्नु हेरिदिए पनि भइहाल्यो हामीलाई केही छैन होइन अझै हेर्दा पनि भइहाल्यो हामीलाई होइन ल त अब हामी ओह्रालो लाग्यो धन्यवाद भन्दै आजको हाम्रो मिनी ब्लग यी समाप्त गर्दैछु धन्यवाद।